मेरो नाम सुनिता हो। मेरो विवाह यस्तो घरमा भएको थियो जहाँ मेरो श्रीमान र ससुरा बाहेक अरू कोही बस्दैनथे। जब यो प्रस्ताव मेरो घरमा आएको थियो तब मेरो बुवा आमालाई धेरै राम्रो लागेको थियो, किनभने आजभोलि कसले पो चाहँदैन र कि कम सदस्य भएको परिवारमा आफ्नो छोरीको विवाह होस्। तर दुःखको कुरा एउटा के थियो भने मेरो विवाह रामेछापको एउटा गाउँमा भएको थियो। म काठमाडौँ शहरकी पढी लेखेकी केटी थिएँ र शहरमै विवाह गर्न चाहन्थे। मेरो चाहना थियो कि मेरो विवाह कुनै धनी परिवारको केटासँग होस्। सुनेकी थिए कि यो केटाले पनि राम्रो जागिर खान्छ, तर म त शहरको पढे लेखेको केटासँग विवाह गर्न चाहन्थे, जबकि यो केटा गाउँको पढे लेखेको केटा थियो। जब मेरो बुवा आमाले मलाई यो केटा धेरै राम्रो छ र काठमाडौँ शहरमै जागिर खान्छ भन्नुभयो, तर म यस्तो केटासँग पनि विवाह गर्न चाहन्नथे जो केही दिनपछि नै मलाई छोडेर शहर जाओस् र म ऊ बिना आफ्नो जिन्दगी एक्लै घरमा बसेर बिताउन परोस्। मेरो बुवा आमाले मलाई सम्झाउनु भयो कि त्यो केटा शहरमा जागिर पक्कै गर्छ, तर बस्न चाहिँ आफ्नै घरमा बस्छ, शहरमै स्थायी रूपमा बसेर जागिर गर्दैन। ऊ बिहान आफ्नो गाडीमा शहरतिर जागिर गर्न जान्छ र राति अफिसबाट घर फर्किन्छ। यसको मतलब यो थियो कि मलाई धेरै सजिलो हुन्थ्यो यदि मेरो विवाह त्यो केटासँग भयो भने। मलाई जहिले पनि माइत आउन मन लाग्थ्यो म उसँगै आउन सक्थे र राति आफ्नो घर फर्किन सक्थे। मैले आफ्नो बुवा आमाबाट धेरै टाढा बस्नु पर्दैन थियो। केटा हेर्दा धेरै नै स्मार्ट र पढे लेखेको थियो। परिवारका सदस्य पनि धेरै कम थिए। सुनेकी थिए कि गाउँमा उसको धेरै ठूलो घर छ र घरमा एकजना ससुरा मात्र हुनुहुन्छ जसको आँखाले देख्दैन, उहाँ बिचारा अन्धो हुनुहुन्छ। छोराले आफ्नै खुसीले विवाह गर्दैछ र यसकारण विवाह गर्दैछ किनभने ऊ चाहन्छ कि उसको बुवाको सेवा गर्नको लागि घरमा बुहारी आओस्। जुन केटासँग मेरो विवाह हुन गइरहेको थियो ऊ घरको एक्लो छोरा थियो। उसकी आमा त धेरै वर्ष पहिले नै बितिसक्नु भएको थियो। घरमा बाबु छोरा मात्र बस्दथे। सुनेकी थिए कि धेरै वर्षदेखि उनीहरूले एउटी स्थायी कामदार राखेका थिए। ती कामदार विगत 6 महिना अघि काम छोडेर गइसकेकी थिइन् र त्यही बेलादेखि उनीहरू दुवैलाई घरको काममा समस्या हुन थालेको थियो। आखिर उनीहरू कहिलेसम्म कामदारको भरमा जिन्दगी बिताउन सक्थे र? एक न एक दिन त उनको छोराले विवाह गर्नै पर्थ्यो। यस्तो थिएन कि मेरो ससुरा सुरुदेखि नै अन्धो हुनुहुन्थ्यो। सुनेकी थिए कि उहाँको आँखाको ज्योति करिब 2 वर्ष अगाडि मात्र गुमेको हो। उहाँलाई आँखामा मोतिया बिन्दु भएको थियो र उहाँलाई आफ्नो रोगको बारेमा समयमै थाहा हुन सकेन। बिस्तारै उहाँको आँखाको ज्योति गुम्दै गयो र एक दिन यस्तो भयो कि उहाँको आँखाको ज्योति पूर्ण रूपमा गइसक्यो र उहाँलाई देख्न पनि बन्द भयो। यो सम्बन्ध राम्रो थियो, मेरो लागि अस्वीकार गर्ने कुनै कारण पनि थिएन। त्यसैले मेरो विवाह धेरै साधारण तरिकाले यो केटासँग भयो। म आफ्नो श्रीमानसँग बिदा भएर आफ्नो घर आए। विवाहको पहिलो दिन गाउँका सबै आइमाईले मेरो धेरै राम्रोसँग स्वागत गरेका थिए। मलाई खाटमा बसालेर सबैले उपहारहरू दिएका थिए। मलाई आफ्नो घरको गाउँको विवाह धेरै राम्रो लागेको थियो र यहाँका रीतिरिवाज पनि मलाई धेरै मन परेका थिए। यहाँ आएपछि मैले आफ्नो ससुरा बुवाको आशीर्वाद लिए। यसरी नै गर्दै गर्दै धेरै दिन बितिसकेका थिए। म आफ्नो ससुराको सबै काम गर्थे, उहाँको लुगा पनि फेरिदिन्थे। छेउमा बसेर उहाँका सबै कुरा सुन्थे। उहाँ बुहारी बुहारी भन्दै मेरो नजिक आउनुहुन्थ्यो। मेरो ससुरा धेरै राम्रो मान्छे हुनुहुन्थ्यो। उहाँको बानी पनि धेरै राम्रो थियो। तर जब म घरको काम गर्थे र मेरो नजर आफ्नो ससुरामा पर्थ्यो तब मलाई यस्तो लाग्थ्यो कि उहाँले मलाई घुरेर हेरिरहनु भएको छ। तर फेरि मलाई महसुस हुन्थ्यो कि उहाँले मलाई कसरी हेर्न सक्नुहुन्छ र? उहाँको त आँखाको ज्योति नै छैन। उहाँ मलाई हेरेर मुस्कुराइरहनु भएको पनि थियो। कहिलेकाहीँ मलाई यो कुरा धेरै अनौठो लाग्थ्यो कि उहाँ एकहोरो मलाई नै किन हेरिरहनु भएको छ। तर हरेक पटक म यो कुरा बिर्सिन्थे कि मेरो ससुरा एक वृद्ध र अन्धो मान्छे हुनुहुन्छ। उहाँले आफ्नो आँखाले केही देख्न सक्नुहुन्न। हरेक दिन हाम्रो घरमा छुट्टा छुट्टै आइमाईहरू आउँथे र एकछिन मसँग कुराकानी गरेपछि जान्थे। मेरो ससुराको भनाइ थियो कि हाम्रो गाउँका मानिसहरू धेरै माया र सद्भाव राख्ने खालका छन्। हाम्रो गाउँमा जब कुनै नयाँ दुलही आउँछिन् तब यहाँका आइमाईहरू उनीसँग यसरी नै कुराकानी गर्न थाल्छन्। मेरो ससुरा आफ्नो कोठाबाट पनि बाहिर निस्केर आउनुहुन्थेन। म कहिलेकाहीँ आफ्नो ससुरालाई देखेर मनमा नै लजाउँथे, किनभने मेरो ससुरा मेरै ससुरा हुनुहुन्थ्यो। ससुरा त त्यसै पनि पिता समान नै हुन्छन्। मलाई त बस यस्तो लाग्थ्यो कि मेरो ससुरा सबैको अगाडि मलाई
मलाई हेरिरहनु भएको छ। कहिलेकाहीँ त म आफ्नो निधार खुम्च्याएर उहाँलाई घुरेर हेर्न थाल्थे, तर म पनि कस्ती पागल भएकी थिए। हरेक पटक यो कुरा बिर्सिन्थे कि मेरो ससुरा अन्धो हुनुहुन्छ, किनभने हाम्रो घरमा कहिल्यै कोही यस्तो थिएन। त्यसैले मलाई यस्ता मानिसहरूको बानी पनि थिएन। यस्तो मसँग पहिलो पटक भइरहेको थियो कि म आफ्नो अन्धो ससुरासँग बसिरहेकी थिए। मेरो श्रीमान आफ्नो रुटिन अनुसार बिहानको समयमा आफ्नो अफिस जानको लागि निस्किनुहुन्थ्यो र दिनभरि म र मेरो ससुरा घरमा एक्लै हुन्थ्यौ। मेरो श्रीमानले मलाई विवाहको रात नै सम्झाउनु भएको थियो कि तिमीले मेरो बुवाको धेरै ख्याल राख्नुपर्छ। धेरै वर्षदेखि हाम्रो घरमा कामदार बसिरहेकी थिइन् र उसले मेरो बुवाको धेरै ख्याल राख्थे, किनभने बिहानको समयमा त म जागिरको लागि निस्किहाल्थे। जब मेरो बुवाको आँखाको ज्योति थियो तब उहाँ पनि खेतमा काम गर्न जानुहुन्थ्यो, तर जहिलेदेखि उहाँको आँखाको ज्योति गयो उहाँले घरमै बस्न सुरु गर्नु भएको थियो। केही महिनासम्म कामदारले साथ दिई र त्यसपछि ऊ पनि काम छोडेर गई। त्यही बेलादेखि हाम्रो घरमा धेरै समस्या हुन थालेको थियो। छिमेकी काकीले आएर मेरो बुवाको लागि खाना बनाइदिनुहुन्थ्यो, तर फेरि हामीले यसरी कहिलेसम्म कसैको मद्दत लिन सक्थ्यौं र। विवाहको पहिलो रात मेरो श्रीमानले मेरो धेरै तारिफ गर्नु भएको थियो र आफ्नो श्रीमानको तारिफ सुनेर म धेरै खुसी भएकी थिएँ। मैले उहाँलाई विश्वास दिलाएकी थिएँ कि म तपाईको बुवाको सधैँ सेवा गर्नेछु, उहाँलाई कहिल्यै कुनै कुराको कमी हुन दिने छैन। बिहान जब म सुतेर उठ्थे तब सबैभन्दा पहिले आफ्नो ससुरा बुवाको लागि खाजा बनाउँथे। एक दुई दिन त मेरो श्रीमानले बजारबाट पनि खाजा ल्याउनु भएको थियो। उहाँले भन्नुभएको थियो कि अहिले त तिमी नयाँ दुल्ही हौ, केही दिन तिमी आराम गर, त्यसपछि त तिमीले नै घरको सबै काम सम्हाल्नु छ। तर अब मैले घरको सबै काम गर्न सुरु गरिसकेकी थिए, किनभने यो घरमा काम गर्नको लागि कुनै आइमाई थिएनन्। मेरो श्रीमान पनि कहिलेसम्म यसरी बजारबाट खाना वा खाजा लिएर आउनुहुन्थ्यो र एक न एक दिन त मैले यहाँको भान्सा सम्हाल्नै पर्थ्यो। मेरो ससुरा बुवा पनि भन्नुहुन्थ्यो कि बुहारी एक दुई दिन खाना बजारबाट आइहाल्छ नि, तर मैले भने होइन ससुरा बुवा, म सधैँ आराम गरिरहने खालकी होइन। म आफ्नो जिम्मेवारी निभाउन चाहन्छु र यो घरको गृहस्थीलाई आफ्नै काँधमा चलाउन चाहन्छु। यो घर त मैले नै सम्हाल्नु पर्छ। मेरो कुरा सुनेर मेरो ससुरा र श्रीमान धेरै खुसी हुनुभएको थियो। उहाँहरूले भन्नुभएको थियो कि हामीलाई हाम्रो घरको लागि यस्तै केटीको खोजी थियो। मेरो श्रीमान भन्न थाल्नुभयो कि तिमी धेरै राम्री छौ, तिमी राम्री मात्र होइनौ, राम्री हुनुको साथसाथै धेरै समझदार पनि छौ। मैले टेबलमा खाजा लगाइदिएँ र मेरो ससुरा बुवा पनि खाजा खानको लागि मेरै अगाडि बस्नु भएको थियो। म उहाँको अगाडि बसेँ, त्यसपछि मैले उहाँलाई आफ्नै हातले खाजा पस्केर दिएँ। मेरो श्रीमानले आफ्नो बुवालाई आफ्नै हातले खाजा खुवाउनु भएको थियो। मेरो श्रीमान बिस्तारै बिस्तारै मलाई हेरेर मुस्कुराइरहनु भएको थियो। मेरो श्रीमान जब घर आउनुहुन्थ्यो तब आफ्नो बुवालाई सबै कुरा आफ्नै हातले खुवाउनुहुन्थ्यो। उहाँले आफ्नो बुवालाई खाजा खुवाउँदै गर्दा मलाई भन्नुभएको थियो कि अब अर्को पटकदेखि मेरो अनुपस्थितिमा मेरो यो जिम्मेवारी तिमीले निभाउनेछौ। मैले आफ्नो श्रीमानसँग खुसी हुँदै भने, हजुर हजुर किन नहुनु, म घरको सबै जिम्मेवारी आफै सम्हाल्नेछु। मलाई यस्तो लागिरहेको थियो जस्तो कि मेरो ससुरा अहिले पनि मेरो अगाडि बसेर मलाई घुरेर हेरिरहनु भएको छ। मेरो ससुरा बुवाको खाजा सकिएपछि मेरो श्रीमान उहाँको नजिकै राखिएको कुर्सीबाट उठेर मेरो छेउमा रहेको कुर्सीमा आएर बस्नुभयो र मेरो अनुहार हेरेर सुमसुम्याउन थाल्नुभयो। मलाई डर थियो कि कतै मेरो ससुराले हामीलाई नदेखुन्, तर मेरो श्रीमानले मलाई इशाराले भन्नुभयो कि उहाँले हामीलाई कसरी देख्न सक्नुहुन्छ र उहाँको आँखाको ज्योति नै छैन। मेरो श्रीमान मलाई धेरै माया गर्नुहुन्थ्यो। आफ्नो श्रीमान गएपछि जब म घरको काम गर्थे तब आफ्नो गलामा पछ्यौरा पनि हाल्दिनथे। यही सोच्थे कि घरमा कोही छैन, ससुरा बुवा नै त हुनुहुन्छ र उहाँले देख्दा पनि देख्नुहुन्न। त्यसैले म घरमा बस्दा जस्तो हुलियामा पनि काम गरिरहन्थे र आफ्नो ससुरा बुवाको अगाडि पनि जस्तो हालतमा पनि गइदिन्थे। मेरो ससुरा यति राम्रा हुनुहुन्थ्यो र धेरै नै राम्रो बानीका हुनुहुन्थ्यो। कहिलेकाहीँ मलाई धेरै अफसोस लाग्थ्यो कि यति राम्रो मान्छेको आँखाको ज्योति कसरी गुम्न सक्छ। उहाँ बिचारा आफ्नो एक्लो छोराको विवाह र उसको श्रीमतीलाई पनि देख्न सक्नु भएन। मेरो ससुराको अनुहारमा सधैँ मुस्कान रहन्थ्यो। एकपटक मेरो श्रीमानले मलाई भन्नुभएको थियो कि मेरो बुवा धेरै इमानदार मान्छे हुनुहुन्छ, गाउँमा कसैले पनि उहाँलाई नराम्रो भन्दैनन्। उहाँले सधैँ मानिसहरूको भलाइ गर्दै आउनु भएको छ। सबै मानिसले मेरो बुवाको धेरै इज्जत गर्छन्। मैले आफ्नो श्रीमानसँग सोधेकी थिएँ कि तपाईले आफ्नो बुवाको उपचार गराउनु भएन?
मेरो श्रीमान भन्न थाल्नुभयो, ती दिनहरूमा काठमाडौँ शहरमा मेरो धेरै महत्वपूर्ण मिटिङ थियो, त्यसैले म केही हफ्ताको लागि त्यहीँ बसेको थिएँ। बुवा चाहनुहुन्थेन कि उहाँले मलाई आफ्नो समस्या बताएर हैरान पारुन्। उहाँले मलाई आफ्नो समस्याको बारेमा केही पनि भन्नु भएन र यसरी नै बिस्तारै उहाँको आँखाको ज्योति गयो। जब म धेरै दिनपछि घर फर्किएँ तब मलाई यो कुरा थाहा भयो। यदि उहाँले मलाई समयमै बताउनु भएको भए म उहाँलाई आफूसँगै शहर लगेर उहाँको उपचार गराउँथे र सायद उहाँ निको पनि हुनुहुन्थ्यो होला। तर उहाँले त आफ्नो उपचार नगराउने जिद्दी नै कस्नु भएको थियो। उहाँले त मलाई समय बितेपछि मात्र भन्नुभएको थियो। मैले पछि पनि बुवालाई धेरै पटक भनेको थिएँ कि म तपाईलाई डाक्टर कहाँ लैजान्छु, तपाईको आँखाको ज्योति सायद फिर्ता आउन सक्छ। तर बुवाले हरेक पटक नाइ भन्नुहुन्थ्यो कि छोरा, मेरो उमेर भइसक्यो, मैले त आफ्नो जिन्दगीमा धेरै कुरा देखिसके, अब तिम्रो जिन्दगी बाँच्ने समय हो, तिमी विवाह गर, आफ्नो जिन्दगी बाँच, मेरो के छ र, एक दिन यो संसार छोडेर गइहाल्छु, बुढो भइसकेको छु, बिस्तारै शरीरभित्र रोगहरू पैदा हुँदै जानेछन् र एक दिन मेरो साथसाथै सबै कुरा खत्तम हुनेछ। तिमी चिन्ता नगर, म देख्न सक्दिन तर सुन्न त सक्छु नि, तिमीहरू सबैलाई महसुस गर्न सक्छु। म त बस तिमीलाई खुसी देख्न चाहन्छु र आफू जिउँदो हुँदै चाहन्छु कि तिम्रो घर जम होस्। बस यति नै भनेर बुवाले कुरा टुङ्ग्याइदिनुहुन्थ्यो र उहाँ अहिलेसम्म एक पटक पनि मसँग डाक्टर कहाँ जानु भएको छैन। मैले भने, तपाईले जबरजस्ती बुवालाई डाक्टर कहाँ लैजानु पर्थ्यो नि। मेरो श्रीमानले मलाई भन्नुभएको थियो कि तिमीलाई थाहा छैन, बुवा धेरै जिद्दी हुनुहुन्छ, म उहाँसँग धेरै जबरजस्ती गर्न सक्दिन, सायद उहाँ आफ्नो जिन्दगीमा यसरी नै खुसी हुनुहुन्छ। मेरो श्रीमानले भन्नुभएको थियो कि उहाँले म आउनु अघि बुवाको सबै काम गर्नुहुन्थ्यो, तर अब उहाँको काम गर्ने सबै जिम्मेवारी मेरो भएको थियो। म आफ्नो ससुरालाई आफ्नै बुवा सम्झेर उहाँको सबै काम गर्थे। मैले आफ्नो श्रीमानलाई विश्वास दिलाएकी थिएँ कि म हुँदाहुँदै तपाईलाई घरमा कहिले कुनै समस्या हुने छैन। मैले आफ्नो ससुराको पुराना तस्विरहरू हेरेकी थिएँ जसमा उहाँको आँखाको ज्योति थियो र मेरी सासू पनि जीवित हुनुहुन्थ्यो। मेरी सासू आमा कमला पनि धेरै राम्री आइमाई हुनुहुन्थ्यो र मेरो ससुरा बुवा आफ्नो जवानीमा धेरै ह्यान्डसम हुनुहुन्थ्यो। वास्तवमा मेरी सासू मेरो ससुरा भन्दा आधी उमेरकी हुनुहुन्थ्यो। मेरो ससुरा धेरै उमेरको हुनुहुन्थ्यो, तैपनि उहाँ धेरै नै ह्यान्डसम र आकर्षक हुनुहुन्थ्यो। अहिले पनि यदि उहाँको आँखाको ज्योति हुन्थ्यो र उहाँ राम्रोसँग तयार भएर घरबाट बाहिर निस्किनुहुन्थ्यो भने कसैले पनि उहाँलाई बुढो भन्दैनथ्यो। सायद उहाँको समस्याको कारणले गर्दा उहाँको अनुहारबाट उमेर अलि बढी लाग्न थालेको छ। एक दिन मेरो ससुरा भन्न थाल्नुभयो, हेर बुहारी, मेरो भाग्यमा के लेखिएको छ कि म आफ्नो घरको बुहारीलाई आफ्नै आँखाले देख्न सक्दिन र न त उनलाई देखेर उनलाई आशीर्वाद नै दिन सक्छु। मैले भने, केही छैन ससुला बुवा, तपाईले यसरी पनि मलाई आशीर्वाद दिन सक्नुहुन्छ। विवाहको केही दिन त लगभग यसरी नै बित्दै गए, तर मेरो होस त तब उड्यो जब मेरो श्रीमानलाई केही दिनको लागि काठमाडौँ शहरमै रोकिनु पर्ने भयो। मैले उहाँलाई भनेकी पनि थिएँ कि तपाईँ मलाई यी दिनहरूमा मेरो माइतमा छोडिदिनुहोस्, तर मेरो श्रीमानको भनाइ थियो कि म यसरी तिमीलाई तिम्रो माइतमा छोड्न सक्दिन, किनभने यहाँ मेरो बुवा हुनुहुन्छ, उहाँको सेवा कसले गर्छ। मेरो श्रीमान गइसक्नु भएको थियो र मलाई भनेर जानु भएको थियो कि मेरो पछाडि मेरो बुबाको तिमीले धेरै ख्याल राख्नु पर्नेछ, उहाँलाई आफ्नै हातले खाना पनि तिमीले नै खुवाउनेछौ र उहाँको लुगा पनि तिमीले नै फेरिदिनेछौ। खाना खुवाउने कुरासम्म त ठिकै थियो, तर लुगा? आफ्नो श्रीमानको यो कुरा सुनेर त मेरो दिमाग नै घुम्यो। मैले आफ्नो श्रीमानलाई भनेकी पनि थिएँ कि मलाई लुगा फेरिदिने कुरा त ठिक लागिरहेको छैन, म कसरी उहाँको लुगा फेरिदिन सक्छु र। मेरो श्रीमानले भन्नुभएको थियो कि तिमीलाई त थाहै छ, बुबाले आफ्नो आँखाले देख्न सक्नुहुन्न, मान यदि तिम्रो माइतमा तिम्रो बुबालाई यस्तो भइदिएको भए र उहाँको अघिपछि उहाँको ख्याल राख्ने कोही नभएर तिमी मात्र भएकी भए तिमीले आफ्नो बुबालाई पनि त आफ्नै हातले लुगा लगाइदिन्थ्यौ नि। मैले आफ्नो श्रीमानसँग भने कि तपाईँ यस्तो कुरा किन गर्दै हुनुहुन्छ, भगवानले नगरून् कि मेरो बुबालाई यस्तो होस्। मेरो श्रीमान भन्न थाल्नुभयो, त्यसैले त भन्दैछु कि तिमी मेरो बुबाको सबै काम गर्ने गर। म हैरान भएकी थिएँ र यो सोचिरहेकी थिएँ कि म यो काम गरौँ कि नगरौँ। आखिर मेरो ससुरा बुबा जस्तो भए पनि हुनुहुन्थ्यो त मेरो ससुरा नै, मेरो बुबा समान हुनुहुन्थ्यो। कुनै सानो बच्चा भएको भए यो काम म आफ्नो श्रीमानले नभनिकन नै गरिदिन्थे, तर आफ्नो ससुराको यो काम गर्ने बारे सोच्दा नै मलाई लाज लागिरहेको थियो। मेरो श्रीमान गएपछि मेरो ससुरा बुवाले मलाई आवाज दिनुभयो। उहाँ बुहारी बुहारी भनेर मलाई बोलाइरहनु भएको थियो। म दौडिँदै आफ्नो ससुरा बुवाको कोठामा गएँ। तब मैले देखेँ कि मेरो ससुरा धोती र गन्जी लगाएर उभिनु भएको थियो।
र सुरुमा त उहाँले मलाई यो सोध्नुभयो कि बुहारी के छोरा गइसक्यो? मैले उहाँलाई भने कि भर्खर आधा घण्टा अगाडि मात्र निस्किनु भएको छ। उहाँले भन्नुभयो, ल ठिक छ, तर तिमी मेरो अलिकति सर्ट उठाइदेऊ न। खै सर्ट कहाँ राखिएको छ? पुरै ओछ्यानमा मैले छामेर हेरिसके, तर बुझ्न सकिरहेको छैन कि मेरो सर्ट ओछ्यानमा छ कि छैन। मेरो ससुरा बुवाको सर्ट ओछ्यानको छेउमा झुन्डिरहेको थियो। मैले उहाँको सर्ट उहाँको हातमा दिदिएँ। उहाँले जसोतसो आफ्नो सर्ट त लगाउनु भयो, तर टाक चाहिँ उल्टो पाल्टो लगाउँदै हुनुहुन्थ्यो। बाध्य भएर मै अगाडि बढ्नु पर्यो। मैले भने, तपाईँ छोडिदिनुहोस्, म टाक लगाइदिन्छु। मैले आफ्नो ससुरा बुवाको सर्टको टाक लगाइदिए। तब मेरो ससुरा बुवा मुस्कुराइरहनु भएको थियो र अचानक उहाँको हात मेरो कम्मरमा लाग्यो। म उहाँलाई केही भन्न सक्दिनथे, किनभने उहाँलाई त थाहा नै थिएन कि उहाँको हात कहाँ लागिरहेको छ। जब उहाँलाई लाग्यो कि उहाँको हातले मलाई छोयो, तुरुन्तै उहाँले आफ्नो हात हटाउनु भयो। सायद उहाँको हात झुक्किएर छोइएको थियो। मैले उहाँलाई सर्ट लगाइदिएकी थिएँ। फेरि मेरो ससुराले भन्नुभयो कि बुहारी, मेरो कपाल पनि कोरिदेऊ। मैले ड्रेसिङ टेबलबाट काइँयो लिएर आफ्नो ससुराको कपाल पनि कोरिदिएकी थिएँ। मेरो ससुरा भन्न थाल्नुभयो, बुहारी, अलिकति मलाई तिम्रो हात त देऊ। मैले भने कि किन बुवा, के भयो? अनि उहाँले भन्न थाल्नुभयो, देऊ न एकछिन। मैले डराउँदै डराउँदै उहाँलाई आफ्नो हात समात्न दिएकी थिएँ। म यो सोचिरहेकी थिएँ कि उहाँ किन मेरो हात समात्न चाहनुहुन्छ। उहाँले मेरो दुवै हात आफ्नो हातमा थाम्नुभयो र भन्न थाल्नुभयो कि तिमीलाई धेरै धेरै धन्यवाद। तिमीले हाम्रो घरलाई धेरै राम्रोसँग सम्हालेर राखेकी छौ। तिम्रो ठाउँमा यदि अरू कुनै आइमाई भएकी भए, सायद तिमीले जस्तो गृहस्थी कहिल्यै सम्हाल्न सक्दिन्थिन्। मेरो ससुरा बुवाले मेरो हातलाई धेरै कसिलोसँग आफ्नो हातमा समात्नु भएको थियो। म उहाँको हातबाट आफ्नो हात छुटाउने कोसिस गरिरहेकी थिएँ, तर उहाँले भन्नुभयो कि बुहारी, अहिले यतै बस न, यति छिटो जानुपर्ने के हतार छ र? म तिमीलाई धन्यवाद दिन चाहन्छु। म तिमीलाई देख्न त सक्दिन, तर महसुस त गर्न सक्छ नि। यसको लागि तिम्रो हात समात्न चाहन्थे कि बुहारी कस्ती हुन्छन्। भगवानले मलाई कुनै छोरी पनि दिनु भएन। यदि मेरो छोरी भएकी भए, सायद उसले पनि तिमीले जस्तो मेरो सेवा गर्दिन्थी होला। तिमीलाई थाहा छ, जब कमलाको मृत्यु भएको थियो, तब मलाई उनको मृत्युको धेरै दुःख लागेको थियो, किनभने उनी मेरी जीवनसाथी थिइन् र मेरो धेरै नै ख्याल राख्थिन् र हाम्रो घरकी एक्लै आइमाई थिइन्। मेरो छोरालाई र मलाई छोडेर यो संसारबाट बिदा भइन्। दुवैलाई धेरै राम्रोसँग सम्हाल्थिन्, तर त्यसपछि सबै जिम्मेवारी एक्लै मेरो छोराको काँधमा आयो र विवाहपछि तिमीले पनि केही दिन राम्रोसँग बिताउन पाइनौ, किनभने मेरो सबै बोझ तिम्रो माथि पर्यो। उहाँ धेरै अफसोसका साथ यो सबै कुरा भनिरहनु भएको थियो। मैले भने, तपाईँ कसैमाथि पनि बोझ हुनुहुन्न र म माथि त फिटिक्कै हुनुहुन्न। म तपाईँको छोरी जस्तै हुँ। तपाईँ मलाई आफ्नै छोरी सम्झिनुहोस्। मेरो कुरा सुनेर उहाँ मुस्कुराउन थाल्नु भएको थियो। भन्न थाल्नुभयो, तिमी धेरै राम्री छौ र मेरो कति ख्याल राख्छौ। तर अझै पनि उहाँले मेरो हात धेरै कसिलोसँग समात्नु भएको थियो। मैले उहाँलाई भने, बुवा, मेरो हात छोडिदिनुहोस्, मैले भान्सामा गएर खाना बनाउनु छ। मेरो ससुराले मेरो हात छोडिदिनु भयो र म तुरुन्तै भान्सामा आएँ। जसै जसै समय बित्दै गयो, मेरो ससुराको हरकतहरू केही अनौठा हुन थालेका थिए। मेरो श्रीमान लगभग 1-2 महिनाको लागि जानु भएको थियो। उहाँले भन्नुभएको थियो कि जब अफिसमा कामको सिजन आउँछ, तब उहाँले यसरी नै दिनरात मेहनत गर्नुपर्छ र त्यही बसेर दिन बिताउनुपर्छ। र यता मेरो ससुरा बुवा मसँग धेरै नै फ्री हुन थालेका थिए। अब त उहाँ मलाई आवाज दिएर भन्नुहुन्थ्यो कि मलाई सर्ट लगाइदेऊ, सर्टको टाक मबाट राम्रोसँग लाग्दैन। कहिले भन्नुहुन्थ्यो कि मेरो टाउको मालिस गरिदेऊ र मेरो खुट्टा मिचिदेऊ, र उहाँ कहिले काहीँ मलाई आफ्नो टाउकोमा तेल लगाउनुहुन्थ्यो। यी सानातिना काम त उहाँ आफै पनि गर्न सक्नुहुन्थ्यो। विवाह अघि मलाई लागेको थियो कि मेरो घरमा सिर्फ मेरो श्रीमान र मेरो ससुरा हुनुहुन्छ, त्यसैले मैले घरमा कुनै काम नै गर्नु पर्दैन होला। तर म त आफ्नो ससुरा बुवाको कारणले गर्दा हैरान भएर बसिरहेकी थिएँ। दिनभरि बस मलाई कामै काम हुन्थ्यो। मलाई आराम गर्ने मौकै मिल्दैन थियो, किनभने मेरो ससुरा बुवाको धेरै कामहरू हुन्थे। उहाँ बहाना बनाउँदै मलाई बोलाएर आफ्नो काम गराइरहनुहुन्थ्यो। म मौका हेरेर आराम गर्नको लागि आफ्नो कोठामै गएकी थिएँ। त्यही बेला अचानक मेरो ससुरा बुवाको कराएको आवाज आउन थाल्यो। उहाँ बुहारी बुहारी भनेर कराइरहनु भएको थियो। म बाहिरतिर दौडिँदै उहाँको कोठामा गएँ। तब मैले देखेँ कि उहाँ आफ्नो हातमा मोबाइल समातेर जोड जोडले हाँसिरहनु भएको थियो। जब म उहाँको कोठामा गएँ र मैले भने कि भन्नुहोस् के काम छ, तब उहाँ जोड जोडले हाँस्न थाल्नुभयो र भन्न थाल्नुभयो कि आऊ बुहारी, मेरो नजिक आएर बस, हेर त मोबाइलमा कति राम्रा जोक्स आइरहेका छन्।
मेरो ससुरालाई कहिलेकाहीँ म मोबाइलमा जोक्स लगाएर दिने गर्थे र उहाँ त्यो जोक्स सुनेर जोड-जोडले हाँसिरहनुहुन्थ्यो। मैले उहाँलाई भने, तपाईँ सुनिरहनु भएको छ, तपाईँ नै सुन्दै गर्नुस्, म आफ्नो कोठामा आराम गर्न गइरहेकी छु। मेरो ससुरा बुवाले भन्नुभयो, बुहारी आराम त हुँदै गर्छ नि, यता मेरै ओछ्यानमा पल्टिदेऊ, आराम पनि गर्दै गर्नु र जोक्स पनि सुन्दै गर्नु। आफ्नो ससुरा बुवाको कुरा सुनेर म छक्क परेकी थिएँ कि उहाँ मलाई आफ्नो ओछ्यानमा पल्टिने कुरा गर्दै हुनुहुन्थ्यो। म उहाँको ओछ्यानमा गएर बसे र उहाँलाई भने कि म दिनभरि घरको काम गरिरहन्छु र अहिले पनि 10-5 मिनट आराम गरेपछि मैले भान्सामा गएर खाना बनाउनु छ। म के काम गरौँ? सबै काम छोडेर के म तपाईसँग यहाँ बसेर जोक्स सुनौ? मैले यो कुरा धेरै कडा शब्दमा भनेकी थिएँ ताकि मेरो ससुरालाई महसुस होस् कि म माथि कति जिम्मेवारीहरू छन्। उहाँ मेरो कुरा सुनेर हाँस्न थाल्नुभयो र भन्न थाल्नुभयो, मेरो नजिक बस र मसँग जोक सुन्यौ भने तिम्रो स्वास्थ्य पनि ठीक हुनेछ र तिमी फुर्तिलो पनि भइरहनेछौ। कामको के छ र? काम छोडिदेऊ, काम त जिन्दगी भरको हो, काम त कहिल्यै सकिँदैनन्। म आफ्नो ससुरा बुवाको ओछ्यानमा गएर बसे। मैले भने कि ल ठिक छ, तपाईँ मलाई भन्नुहोस् कि यदि तपाईँलाई भोक लाग्यो भने तपाईँ के खानुहुन्छ? उहाँ हाँसेर भन्न थाल्नुभयो, तिमी मेरो नजिक बस्थ्यौ, मेरो लागि त्यही नै धेरै हो। म उठेर उभिए। मैले भने, खबरदार, अब तपाईँले मलाई आवाज दिएर मूर्ख बनाउने कोसिस गर्नुभयो भने। मेरो ससुरा अझै पनि हाँसिरहनु भएको थियो। म तुरुन्तै आफ्नो कोठामा गए र गएर पल्टिए। म काम गर्दा गर्दै धेरै थाक्थे, त्यसैले मेरो बानी धेरै नै झर्को लाग्दो हुन थालेको थियो। आफ्नो माइतमा मैले यति धेरै काम पनि गरेकी थिइनँ, तर यहाँ त हदभन्दा बढी काम बढेको थियो। मेरो ससुरा घरको खाना नै खानुहुन्थ्यो, कहिल्यै बजारको खाना खानुहुन्न थियो। मेरो श्रीमानको भनाइ थियो कि हामीले सधैँ मेरो बुवालाई घरमै बनेको ताजा खाना मात्र खुवाउनु, बाहिरको खाना नखुवाउनु, नत्र उहाँको पेट खराब हुन्छ। एकछिन आराम गरेपछि म भान्सामा गएँ। भान्सामा गएपछि मैले खाना बनाएँ र जब भान्साबाट बाहिर निस्किए तब देखेँ कि घर फोहोर भइरहेको छ। फेरि मैले सरसफाई गरेँ र अनि सोचे कि साँझको समय छ, एकपटक फेरि ससुरा बुवाको कोठाको सरसफाई गरिदिन्छु। गर्मी धेरै नै भइरहेको थियो, त्यसैले मैले पछ्यौरा ओढेकी थिइनँ र म त्यत्तिकै पनि प्राय घरमा पछ्यौरा ओढ्दिन थिएँ। मेरो ससुरा आफ्नै कोठामा कुर्सीमा बस्नु भएको थियो। म उहाँको कोठामा कुचो लगाइरहेकी थिएँ। उहाँ एकदम शान्त बस्नु भएको थियो र म आफ्नो काममा व्यस्त थिएँ। अर्को पल जतिखेर म पछाडि फर्किए, यो देखेर म छक्क परेकी थिएँ कि मेरो ससुरा मेरो पछाडि नै उभिनु भएको थियो। म उहाँलाई देखेर आत्तिए। मैले भने कि तपाईलाई कुनै कुराको आवश्यकता छ कि? उहाँले भन्नुभयो, होइन बुहारी, मलाई कुनै कुराको आवश्यकता छैन, बस म यो महसुस गरिरहेको थिएँ कि कोठाभित्र तिमी नै छौ वा अरू कोही छ। मैले भने, तपाईँ यो कस्तो कुरा गर्दै हुनुहुन्छ? आखिर यो घरमा म र तपाईँ बाहेक अरू कोही पनि बस्दैन? उहाँले भन्नुभयो, ल केही छैन। यति भनेर उहाँ आफ्नो ओछ्यानमा बस्नुभयो र उहाँको आँखा देखेर मलाई धेरै डर लागिरहेको थियो। उहाँको आँखा हेरेर यस्तो लागिरहेको थियो कि उहाँको नजर ममाथि नै छ। मलाई लाज पनि लागिरहेको थियो, किनभने मैले पछ्यौरा ओढेकी थिइनँ। म आफ्नो ससुराको आफ्नै हातले खाना बनाउँथे। रातिको समयमा म उहाँलाई खाना खुवाउनको लागि उहाँको कोठामा गए र उहाँलाई आफ्नै हातले खाना खुवाइरहेकी थिए। मैले महसुस गरेँ कि मेरो ससुरा मेरो हातबाट खाना खाँदै गर्दा धेरै नै खुसी हुनुहुन्थ्यो र कुनै न कुनै कुरामा उहाँ मेरो हात पनि कसिलोसँग समात्नुहुन्थ्यो र बस मेरो तारिफ मात्र गरिरहनुहुन्थ्यो। भन्नुहुन्थ्यो कि तिम्रो हातले बनाएको खाना धेरै मिठो हुन्छ, मलाई लाग्छ कि तिमी पनि त्यति नै धेरै राम्री छौ होली। अब बिस्तारै बिस्तारै मलाई आफ्नो ससुराको हरकतहरू धेरै अनौठो लाग्न थालेको थियो। म आफ्नो ससुरासँग अब अप्ठ्यारो महसुस हुन थालेको थियो, किनभने उहाँ कुनै न कुनै बहानाले मेरो शरीरमा जहाँ पनि हात लगाइदिनुहुन्थ्यो र मलाई छुने कोसिसमा लागिरहनुहुन्थ्यो। म बुझ्न चाहिरहेकी थिएँ कि उहाँ के गर्न चाहनुहुन्छ। म आफ्नो ससुराको तर्फबाट अब धेरै नै हैरान रहन थालेकी थिएँ। आफ्नो श्रीमानलाई यदि उहाँको हरकतको बारेमा बताए पनि कसरी बताउँथे, किनभने मलाई विश्वास थियो कि उहाँ देख्न सक्नुहुन्न, त्यसैले मेरो श्रीमानले मेरो कुनै पनि कुरामा विश्वास गर्नुहुने छैन। म यही सब सोचिरहेकी थिएँ र रातिको 8 बजे नै आफ्नो कोठामा सुतेकी थिएँ। मेरो कोठाको ढोका खुल्लै रहन्थ्यो। म धेरै गहिरो निन्द्रामा सुतिरहेकी थिएँ, तर अचानक आत्तिएर मेरो आँखा खुल्यो, किनभने मलाई महसुस भयो जस्तो कि कसैले मेरो खुट्टामा काउकुती लगाइरहेको छ। जब मैले आफ्नो खुट्टातिर हेरेँ तब यो देखेर मेरो पैताला मुनिको जमिन नै खस्यो कि यो अरू कोही नभएर मेरो ससुरा नै हुनुहुन्छ। मैले छिट्टै आफ्नो गलामा पछ्यौरा हाले र आफ्नो ससुरालाई भने कि भन्नुहोस्, तपाईलाई कुनै काम छ कि?
मेरो ससुराले छिट्टै मेरो हात समात्नुभयो र भन्न थाल्नुभयो, म कुनै अन्धो होइन, म सबै कुरा देख्न सक्छु। यो सुनेर त म झन धेरै छक्क परेकी थिए कि आखिर उहाँ के भन्दै हुनुहुन्छ। तर उहाँको अनुहारको धूर्त मुस्कान देखेर मलाई डर लाग्न थालेको थियो र म धेरै हैरान पनि भएकी थिएँ। मैले भने, तपाईँ यो सबै के भनिरहनु भएको छ? मेरो ससुरा भन्न थाल्नुभयो, हो, म सबै कुरा साँचो साँचो भन्दैछु। मेरो ससुराले छिट्टै मलाई आएर कसिलोसँग च्याप्नुभयो। म आफूलाई छुटाउने धेरै प्रयास गरिरहेकी थिएँ, तर उहाँ मेरो कुनै कुरा सुनिरहनु भएको थिएन। म कराउने कोसिस पनि गरिरहेकी थिएँ। उहाँले मेरो मुखमा हात राख्नुभयो र त्यसपछि त्यो भयो जुन मसँग हुनु हुँदैन थियो। मलाई आफ्नो ससुराबाट यस्तो आश थिएन। उहाँले झुट बोल्नु भएको थियो कि उहाँ अन्धो हुनुहुन्छ र यो कुराको फाइदा उहाँले ममाथि उठाउनु भयो। उहाँले मेरो इज्जत लुटेर तहस नहस पारिदिनु भएको थियो। मैले उहाँलाई भने कि तपाईले मसँग राम्रो गर्नु भएन, म तपाईको सबै वास्तविकता मेरो श्रीमानको अगाडि खोलेरै छाड्नेछु। मेरो ससुरा भन्न थाल्नुभयो, कुन तरिकाले खोल्छौ? मेरो छोराले कहिल्यै तिम्रो कुरामा विश्वास गर्ने छैन, किनभने उसलाई थाहा छ कि म अन्धो छु। उसले तिम्रो कुनै कुरामा विश्वास गर्ने छैन, बरु तिमीलाई नै यो घरबाट धक्का मारेर निकालिदिनेछ यदि तिमीले उसको बुवामाथि कहिल्यै पनि यस्तो आरोप लगाउने कोसिस गर्यौ भने। म आफ्नो ससुराको कुरा सुनेर धेरै नै डराएकी थिए कि उहाँले बिल्कुल सही भन्दै हुनुहुन्छ। मेरो श्रीमानले कहिल्यै पनि मेरो कुरामा भरोसा गर्नुहुने छैन। तर मेरो ससुराले जुन मसँग गर्नु भएको थियो त्यो मेरो लागि धेरै नै खतरनाक साबित भएको थियो। म एकदमै लाचार भएकी थिएँ र भुइँमा बसेर जोड जोडले रोइरहेकी थिएँ। मेरो ससुरा भन्न थाल्नुभयो, मेरो नजर तिमी माथि पहिलो दिनदेखि नै छ, किनभने तिमी धेरै नै राम्री छौ। मैले उहाँलाई भने, तपाईले मसँग यो सबै किन गर्नुभयो? उहाँले बताउनु भयो कि म धेरै मेहनत मजदुरी गरेर आफ्नो छोरालाई पालिरहेको थिएँ, तर जहिलेदेखि ऊ शहर गयो उसले म माथि ध्यान दिन नै बन्द गरिदिएको थियो। फेरि मैले योजना बनाए कि आफ्नो छोराको ध्यान आफूतिर तान्नको लागि म अन्धो बन्नुपर्छ। त्यसैले मैले आफ्नो छोरासँग झुट बोले। यो झुटको असर यस्तो भयो कि मेरो छोराको पुरै ध्यान म माथि नै रहन थाल्यो। फेरि उसले विवाह गर्यो र उसले तिमीलाई घर लिएर आयो। तिमीलाई त देख्ने बित्तिकै मेरो नियत तिमी माथि खराब भएको थियो र मेरो छोरा यही बुझिरह्यो कि म अन्धो छु र तिमीले पनि यो कुरामा विश्वास गर्यौ कि तिम्रो ससुरा अन्धो छ। मलाई त यो कुरा थाहा छ कि मेरो छोरा हरेक तेस्रो चौथो महिनामा 1 वा 2 महिनाको लागि आफ्नै अफिसमै रोकिन्छ। म यही कुराको मौका खोजिरहेको थिएँ कि कहिले ऊ जान्छ र कहिले म तिम्रो फाइदा उठाउँछु। म धेरै लाचार र बेबस भएर यो सबै कुरा सुनेर धेरै रोइरहेकी थिएँ। तर सायद मेरो भाग्य धेरै राम्रो थियो। जब मेरो ससुराले मलाई आफ्नो कहानी बताउन सुरु गर्नु भएको थियो त्यति बेलै मेरो श्रीमान ढोकामा उभिएर उहाँका सबै कुराहरू सुनिरहनु भएको थियो। भगवानले मेरो धेरै धेरै साथ दिनु भएको थियो। मैले आफ्नो श्रीमानलाई केही पनि बताउनु परेन। उहाँले आफै आफ्नै कानले आफ्नो बुबाका सबै कुराहरू सुन्नु भएको थियो। वास्तवमा वैशाख 26 गते मेरो जन्मदिन हुन्छ। मेरो श्रीमानलाई यो कुरा थाहा थियो कि मेरो जन्मदिन आउँदैछ, त्यसैले मेरो श्रीमान मलाई सरप्राइज दिन चाहनुहुन्थ्यो। उहाँ 25 गतेको राति नै शहरबाट घर आउनको लागि निस्किनु भएको थियो, किनभने उहाँ मलाई सरप्राइज दिन चाहनुहुन्थ्यो। र जब उहाँ घर आउनुभयो तब उहाँले ढोका खुला देख्नुभयो। उहाँले आफ्नो बुबाका सबै कुरा सुन्नु भएको थियो। यो सबै देखेर मेरो श्रीमानले उहाँलाई धेरै पिट्नुभयो र उहाँसँगका सबै नाता सम्बन्ध खत्तम गरेर उहाँले मलाई आफूसँगै शहर लिएर जानुभयो। मेरो श्रीमानले मसँग आफ्नो बुबाको तर्फबाट धेरै माफी माग्नु भएको थियो। अब म आफ्नो श्रीमानसँग काठमाडौँ शहरमै बस्छु। मेरो श्रीमानले आफ्नो बुबासँगका सबै सम्बन्धहरू खत्तम गरिदिनु भयो। यो कथाले हामीलाई यो महत्त्वपूर्ण शिक्षा दिन्छ कि सम्बन्ध र नाता जतिसुकै सम्मानित वा नजिकको किन नहोस्, आँखा चिम्लिएर कसैमाथि पनि अन्धविश्वास गर्नु हुँदैन। आफूलाई असहज महसुस हुने कुनै पनि व्यवहारलाई बेवास्ता गर्नु हुँदैन र आफ्नो सुरक्षाप्रति सधैँ सचेत रहनुपर्छ। साथै एउटा असल र जिम्मेवार जीवनसाथीको कर्तव्य भनेको सत्यको पहिचान गरी अन्यायको विरुद्ध उभिनु र आफ्नी पत्नीको इज्जत र सम्मानको रक्षा गर्नु हो। सत्यलाई जतिसुकै लुकाउन खोजे पनि त्यो एक दिन अवश्य बाहिर आउँछ र गलत गर्नेले आफ्नो कर्मको फल भोग्नै पर्छ। अन्याय सहनु भन्दा त्यसको प्रतिकार गर्नु र सही समयमा सही निर्णय लिनु नै जीवनको ठूलो पाठ हो। साथीहरू, आशा गर्छु तपाईहरूलाई हाम्रो कथा मन पर्यो होला। कथा मन परेको छ भने भिडियोलाई लाइक गर्नुहोस्। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र हो नोटिफिकेसन बेललाई पक्कै दबाउनुहोस् ताकि अर्को अपडेट सबैभन्दा पहिले तपाईले पाउनुहोस्।